फलेको एभोकाडो बुटमै पाकेको छ है बुटमा हेर्नु त कस्तो रहेछ माइ गॉड त्यही अन्त साथीहरु ओहो मिठो तो दामी हो साथीहरु कोकोलाई मनपर्छ नि त मुठमा पट्ट फुटेको छ पाकेर हेर्नु कुखुराहरू पनि आएको छ ल खानेहरू ल ल साथीहरु मलाई चाहिँ साह्रै मनपर्छ है साथीहरु यो चाहिँ रोप्दा पनि हुन्छ है साथीहरु यो रोप्दाखेरि खनेर चिसो माटोमा गमलामा काहीँ रोप्दाखेरि पनि हुन्छ तर यो उम्रिन चाहिँ 1 महिना लाग्छ मैले घरमा पनि रोपेको छु हैन यो चाहिँ यस्तो पारा गाडेपछि 1 महिनापछि उम्रिन्छ यो पनि हुन्छ है यसमा चाहिँ चम्चीले गोटाएर काटेर खानु न अनि म खेतमै आएको छु नि त बारीमा अनि यहाँ कहाँ काटिराख्नु नि कहाँ पाउनु चम्ची हातै यहाँ फेरि माथि बोटमा फलेको त सफा हुन्छ नि त साथीहरु हैन त्यही भएर भिडियो चाहिँ बन्नेको छ कि छैन ए कुखुराहरू पनि आएको छ नि कुखुराहरू हेर्नु भनेर कति हो कति कुखुराहरू पनि कति आएको राम खाने तिमीहरू पनि एभोकाडो